हेलो वेलकम ब्याक टु माई च्यानल के छलगाउँ सुन्छ। आज धेरै दिनपछि ब्लग वेलकम गर्दैछु। मल जान लागेको छु। आज फ्री टाइम पाइयो, त्यसपछि आज हजुरहरूलाई मल घुमाउने छु। होप हजुरहरूले हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशा छ। स्टेसन आएको छु, 4 मिनट बाँकी छ बसमा जाने हो। अब नेपाल जाने दिन पनि आउन लागेछ अनि अलिअलि हेर्नु पर्यो सामानहरू कता कता के छ भनेर। अनि त्यही भएर मलतिर आज फ्री टाइम पाएपछि मल कुदिहाल्ने भनेर दौडेर आएको बस स्टेसन। सुपारी खाएको हेर्नु गालै ठुलो रातो हुन लागिसक्यो। बाटोमा घाँस रोपेर यहाँ कुदिरहेको म चाहिँ मल छिरे बाबा रे के हो के प्यान्टहरू कस्तो राम्रो 34 र कटन कपडा रहेछ। के हेर्ने हो, सब इन्डियन ब्रान्ड हो यिनीहरू। छेरियालको के हो यो टी सर्ट त राम्रो छैन। हाफ प्यान्टहरू अब गर्मी आयो नि त। छेरियालको टी सर्टहरू लक्चरको छोरीहरूको सेक्सन जानुपर्छ कि हेर्नलाई। आम्मा कति क्युट हो फराकहरू। यो सानो बच्चाको रहेछ यो, पिलोदेखि लिएर हेर्नु न। माई गड कस्तो राम्रो क्रसेट टाइपको बाबा रे। यो पनि छोरी मान्छेको क्या हो, 24 रियालको रहेछ। माथि झुन्डाएर रहेछ। यो चाहिँ मैले लगेको यस्तो फ्राकहरू आएछ। यो पनि चिकनकारीमा आएछ। नैसले हुने जस्तो रहेछ, त सानो रहेछ अरे। यस्तो दामी टी सर्टहरू आएछ अरे। कस्तो सर्ट रहेछ, भुरभुर परेको सर्ट रहेछ। टी सर्ट हो सर्ट हो एउटा यस्तो राम्रो एक्सल सर्ट टी सर्ट यस्तो राम्रो छ। यो यालुमा फेदर पनि आएछ। यिनीहरू 1 पिस हो क्या, 1 पिस सेट हुने रहेछ। डबल एक्सल सुपर म्युको आएछ। पर्सहरू भेराइटी आएछ अहिले त। सब इन्डियन ब्रान्ड, हल्दीराम ब्रान्ड सबै इन्डियाको दाल मोटरदेखि लिएर यता के छ खतरङ यिनीहरू सबै इन्डियन ब्रान्ड। दालहरूको आइटमहरू यस्तो राखेको हुन्छ मलहरूमा। लाल साग अनि त्यो झन्डे मुला काला कति सम्झनु, मेथी, मोरिङ्गा पत्ता, एलोभेराको पत्ता सबै देख्छ। करी पत्ता भयो, तुलसीको पत्ता, करी पत्ता, डेसिकेटेड कोकोनट, बनाना स्टेम। यो चाहिँ के रहेछ यार, बनाना स्टेम दे गिरौला राम्रो रहेछ। गिरौला करेला केही अफर छैन हो। करेला छ लिटरको 10 रियाल किलो रहेछ। चाहिँ करेली रहेछ, करेली
जैकफ्रूट सीड, बनाना ब्लॉसम, केरा न काँचो चिचिन्डा, यो चाहिँ कटहरको बिहा हो क्या होइन, केरा तरकारी खान्छन् कि के गर्छन्, एकदम भिन्डिया भइहाल्यो। आइसक्यो कहिलेको कटहर पनि मगमग मगमग बास्ना आइरहेछ, तर लास्ट टाइम महँगो हेर्नु यति सानसानो पिसलाई के साह्रो महँगो हो, खाम भने पनि खान नसक्ने यार। यो चाहिँ बेकरी आइटम, यतातिर बेकरी आइटम, तर खै के हो रियल 4 रियलको केजी रहेछ। मफिन्सहरू रहेछ, मफिन्स केक रहेछ 6 रियलको, 7 रियलको मफिन्स रहेछ। इन्डियन स्विट्स लर्ड, जेरीदेखि लिएर इमृटी, रसगुल्ला, नमकिन, मिठाई सब लोभ्याउने कुरा राखेछ यार, तर के गर्ने लास्टै महँगो छ, खान नसकिने। यिनीहरू चाहिँ खोइ के भन्छ यसलाई, टाटा नमकिन रहेछ, नमकिन 8-9 रियलको रहेछ, लड्डु अनि इमृटीहरू चाहिँ रहेछ। يا شباب شوية ما تفكر شوية، هذا أكل هنا موجود، أنت ماكس إرمينا باقي إرمينا له، لا حول ولا قوة